आज पनि भिडियो बनाउन लाउनु पर्छ। यति बेला म दाङको लमैमा छु र बर्खा याम जस्तै मौसम अँधेरो गरिराखेको छ। यहाँबाट देखिने पूर्वतिर भालुवाङ साइडतिर पानी परिरहेको अवस्था छ भने माथिल्लो त्यो पहाडको शीतलापुर बौरा रातोमाटा साइडमा यति बेला अँधेरो देख्नुहुन्छ। कुहिरो लागेको छ, हरियो त्यसमाथि अलि कालो अनि सेतो बादलले निकै सुन्दर बनाएको छ। अनि लमैको यो बस पार्क हो। यो बस पार्कमा विभिन्न स्थानमा छुट्ने लोकल गाडीहरू तपाईँले देख्न सक्नुहुन्छ। त्यसै गरी लमैको एउटा राम्रो पछिल्लो समयमा बनेको टर्मिनल भवन छ, जहाँ विभिन्न यातायात समितिका काउन्टरहरू छन्। यहाँबाट काठमाडौँ, पोखरा, विराटनगर, झापा, इलाम लगायत थुप्रै ठाउँबाट गाडी छुट्ने र टिकट काट्ने ठाउँ यो हो। यहाँबाट हामी देशका पूर्व पश्चिम जुनसुकै ठाउँमा पनि यात्रा गर्न सक्छौँ। त्यसै गरी यो पूर्व पश्चिम राजमार्ग छ, महेन्द्र हाइवे भनिन्छ, जहाँ तपाईँले सयौँ हजारौँ गाडीहरू दगुरेको देखिराख्नु भएको छ। त्यसै गरी पहाडी ससाना होटलहरू देख्नुहुन्छ। यहाँ 24 घन्टा सुविधा छ। जति बेला पनि यहाँ खानाको लागि, नास्ताको लागि समय उपलब्ध छ। राति जति बजे आए पनि यो एउटा लमैको राम्रो पक्ष हो भने यो देखिने प्याराफिट हो र लमैको अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड हो, जहाँ राष्ट्रिय स्तरका गेमहरू सञ्चालन हुन्छन्। र यहाँ देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा केही गेमका लागि प्र्याक्टिस भइराखेको छ। आजको मौसम शीतल छ, सुन्दर छ, रमाइलो छ, राम्रो छ। यो दाङ देउखरीको एउटा सुन्दर उपत्यका पनि हो, जहाँ हजारौँ गाडीहरू यो महेन्द्र हाइवे भएर हिँड्ने गर्छन्। तपाईँ पनि यो बाटोमा हिँड्दै गर्दाखेरि धेरै कुराहरू देख्नुभएको होला। अवश्य पनि यो कतिपय यो ठाउँ छोडेर परदेशिनु भएको छ, कतिपयहरू विवाह गरेर अन्यत्र जानुभएको छ, बसाइसराई गरेर अन्त जानुभएको छ। यो लमैको सहरले तपाईँलाई पक्क पनि यादहरू दिलाउनेछ, मैले आशा गरेको छु। अनि यो देख्न सक्नुहुन्छ पछिल्लो समयमा एकदमै सुन्दरता व्यस्त सहरको रूपमा छ। सहरीकरणको विकसित र ठुला भौतिक संरचनाहरूले पनि सुन्दर बनाएको छ। पहाडी देखिने ठाउँ बेला, गढवा लगायत चैनपुर भन्ने ठाउँ हो र राम्रो देखिएको छ। पहाडीतिर पनि पानी परिराखेको छ, अँधेरो गरिराखेको छ। पछिल्लो समयमा सहरीकरणको विकास भएर ठुलो बजार बनेको छ। पहाडी देखिने नगरपालिकाको छेउमा नेपाल टेलिकमको टावर छ। अनि यतातिर हामी देख्न सक्छौँ। अनि अर्को यो देख्न सक्नुहुन्छ लमैको व्यापारिक भवन। यसमा पनि यो भवनले पनि एउटा सुन्दरता थपेको छ। सुन्दर छ, रमाइलो छ। पहाडी देखिने भालुवाङ राप्ती गाउँपालिका एरिया हो र अहिले भने तपाईँहरूलाई यो भिडियो मार्फत यति नै जानकारी गराउन चाहन्छु।